सम्पूर्णमा नमस्कार। जो आज निकै दुःखदायी दिन परेको छ, नेपाल रोएको छ। जो तिब्बतबाट हिमताल फुटेर अर्थात् बाँध फुटेर आएको बाढीले नेपालको रसुवामा ठुलो क्षति भएको छ। जहाँ टिमुरे र स्याफ्रेबेसी बजारहरू ध्वस्त भएको छ, ठुलो धनजनको क्षति भएको छ, भौतिक संरचनाहरू पनि पूर्ण रूपमा नष्ट भएका छन्। एकदमै ठुलो प्राकृतिक विपद आइलागेको छ यतिखेर र त्यहाँबाट बहँदै बहँदै आउने त्रिशुली नदीका तटीय क्षेत्रहरू एकदमै भयावह अवस्थामा छेदविच्छेद भएको छ। धादिङको मुख्य नाका हुने मलेखु फुर्के खोलाको पुल पूर्ण रूपमा क्षति भएको छ। त्योभन्दा माथिल्लो पुल पनि पूर्ण रूपमा क्षति भएर त्यो पुलले पुललाई हिर्काएर त्यो पुल क्षति भएको देखिन्छ। यतिखेर मान्छे भयभीत अवस्थामा छन्। आफ्नो गन्तव्यमा निस्किएका मान्छेहरू बिच बाटोमा हलपत्र परेका छन्, रोकिएका छन्। धेरै मान्छेहरू हाताहाती हुनुभएको छ। यो दुःखद घडीमा जो सम्पर्कभन्दा बाहिर हुनुहुन्छ, सम्पर्कविहीन अवस्थामा हुनुहुन्छ, नेपाल सरकारका तीनवटै सरकारी संयन्त्र र सुरक्षा संयन्त्रहरू पूर्ण रूपमा परिचालित भएका छन् र सम्पूर्ण आसपासका व्यक्तिहरूले खोज, अनुसन्धान र उद्धारको लागि हातेमालो गरिरहनु भएको छ। यो दुःखद घडीमा कुनै पनि दल, धर्म, वर्ण केही पनि नभनिकन दुःखद अवस्थामा त्यो दुःखदलाई साम्य पार्नको लागि नेपाली फेरि पनि एकजुट हुनुपर्ने अवस्था आएको छ। यो दुःखद घडीमा सजगता अपनाउनु हुन, सजग रूपमा लिनुहुन हामी सबैले आग्रह गरौँ र उक्त कुराको हामीले पालना गरौँ। र जो अहिले नारायणघाट क्षेत्रमा नारायणी नदी तटमा बाढी पुगिरहेको छ, त्यो अवस्थामा धेरै नै धनजनको क्षति हुँदै गएको छ। यो एकदमै ठुलो विपत्ति हो। भलै चाइनाबाट के कारणले त्यो ड्याम फुट्यो, चाइनाबाट त्यो पानी भरिएको ड्याम फुट्नुको कारण के हो, त्यो पछि खुल्दै जाला। तर तत्कालीन अवस्थामा नेपालमा दुःखद घटना घटेको छ, दुःखद अवस्था आइलागेको छ। यो दुःखद अवस्था आयो, यसलाई हामी सबैले सहन गरौँ र सकेको आफ्नो ठाउँबाट मन, वचन र कर्मले ती दुःखमा रहेका, पीडामा रहेका नेपाली जनताहरूलाई राहत स्वरूप सौहार्दपूर्वक वातावरणमा हामी रहिदिउँ, सहयोगको हातहरू बढाइदिउँ भन्ने अपिल गर्न चाहन्छु। धन्यवाद।